तो मेरो पहिलाको भिडियोमा तपाईहरुले देख्नु नै भयो होला मैले गिलो रोटी बनाएको र मैले मात्र रोटी बनाउन जान्दैन भनेको त मेरो बहिनी पनि उस्तै रहेछ त साथीहरु। तो हेलो एन्ड नमस्ते साथीहरु, फेरि पनि सबैलाई स्वागत गर्न चाहन्छु मेरो नयाँ मिनी भ्लगमा। आज चाहिँ म चन्द्रवटा मेरो स्कुटीको ऐना भाँचिएको थियो, त्यही बनाउन गइराखेको। देख्न सक्नुहुन्छ तपाईहरुले पनि मेरो स्कुटी चाहिँ सिङमिनाको गोरु जस्तो भइसकेको थियो। शोरूममा पुगेर हेर्छु भनेको त शोरूम नै बन्द रहेछ र मलाई त याद आयो कि आज त बिहीबार हो। स्कुटीमा पेट्रोल नभएको कारणले चाहिँ मैले यसमा पेट्रोल पनि भरे। स्कुटीमा पेट्रोल भरिसके पश्चात चाहिँ म चाहिँ गए पानीपुरी खान पुग्दा चाहिँ घरमा लगेर खाँदा चाहिँ सबैले खाना पाइन्छ भन्ने विचार आयो र मैले चाहिँ पानीपुरी प्याक गर्न लगाए। फाइनली म घर पनि पुगिसकेको थिएँ। घर पुग्ने बित्तिकै मलाई एकदमै भोक लागेको थियो र मैले केरा देखेर केरा पनि खाएँ। अब चाहिँ पानीपुरी अनबक्सिङ गर्न पर्ने हुन्छ। यता चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले मैले चाहिँ पानीपुरी अनबक्स गरिसकेको थिएँ र मम्मी र बहिनीलाई पनि बोलाए। फर्स्टमा चाहिँ मम्मीले आफ्नो लागि पानीपुरी बनाउनु भयो र आफूले खानातर्फ लाग्नु भयो। त्यस पश्चात चाहिँ मेरो लागि बनाइदिन लाग्नु भयो र मलाई पनि खिलाइदिनु भयो मम्मीले। हामीले चाहिँ आड्डी खाएर सक्दा हाम्रो अल्छिनी बहिनी बल्ल सुटेर उठेको थिए र त्यसलाई पनि मम्मीले आफै पानीपुरी बनाएर खिलाउनु भयो। यसरी आमाको हातबाट खाना पाउनुको मजा नै छुट्टै छ कि फेरि साथीहरु। उता चाहिँ एकछिन सुतेको नै के थिए, उताबाट चाहिँ बहिनीले गिलो रोटी बनाइसके खाना आइज भनेर बोलाए र हेर्न जाँदा चाहिँ रोटीको हालत यस्तो थियो। फेरि मैले मम्मीलाई भनेर चाहिँ एउटा मिठो रोटी बनाउन लगाए। मम्मीले चाहिँ मलाई एउटा रोटी बनाएर पनि ल्याइदिसक्नु भएको थियो। देख्न सक्नुहुन्छ तपाईहरुले पनि रोटी चाहिँ एकदम मिठो बनेको थियो। म पनि रोटीको आनन्द लिउन लागे र आजको भ्लग चाहिँ निकै लामो नै भइसकेको छ। अन्तिमसम्म हेरेर माया देखाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैलाई। आजको भ्लग चाहिँ यही अन्त्य गर्न पर्ने हुन्छ र सबैलाई बाइ बाइ, भेटौँला अब नेक्स्ट भ्लगमा।